आज दिदी भिनालाई बोलाएको आउँदै हुनुहुन्छ होला यहाँ आफै भान्से लाएको आज चाहिँ मजाले पकाएर बनाएर चाहिँ दामी खुवाउनु पर्यो आफ्नै हातबाट भनेर चाहिँ रातो भाले काटेर यहाँ ट्याक्कसँगले बनाउँदै गरेको लास्टै गाह्रो हुँदो रहेछ हो आज चाहिँ भाइको घर आइपुग्यो बुढो ए दिदी भिना चाहिँ आउनु भएछ नि आइयो त हो ए नमस्ते 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 कसैले चाहिँ दिइहाल न कसैले अब एकछिनमा दिनुपर्छ के पकाउन थालिस हौ तैँले त होइन यहाँ अब यसो तरकारी पकाउँदैछु दिदी भिनाजु आउने थाहा पाएर म त यहाँ त तरकारी पो पकाउँदैछु डढ्न आँटो हो मिठो पकायो क्या कस्तो दामी बाटो सेन्ट आउँदै थियो पकाउँदैछु नि यो आज चाहिँ यो लोकल भाले नि यो दामी तरिकाले पकाएको आज चाहिँ सालो भेना दिदी सबै बसेर आनन्दले खाउँ भनेर दामी बनाएको नि त आज त यसो म कुर्सीहरू यहाँ खोइ हो कुर्सी दे हेर खलखली पसिना हुँदै बनाएछ ए मलाई त त्यस्तो गाह्रै भएको छैन म त कति आनन्द लागिरहेछ आज त मिठो नबनाए पनि मिठो मानेर खाइदिनु पर्छ है भन्नु त पर्यो नि के गर्नु यहाँ भन्नु त पर्यो नि के गर्नु लास्टै गाह्रो भइरहेछ आफूलाई यहाँ छैन 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 होइन नि म यहाँ पकाउँदैछु मलाई त कस्तो आनन्द लागेर शीतल छ आज त शीतल छ